नमस्ते दाई। दाई पो आउनु भएछ। नानी चेयर दे अङ्कलको लागि। बस्नुहोस् न अङ्कल। दाई अनि कति कामले हिँड्नु भएको थियो? म त मेरो छोरीले तपाईँको छोरालाई असाध्यै माया गर्छ अरे हो। अनि त्यही भएर अब समाजमा अब यसो नराम्रो कुराहरू उठ्नुभन्दा अगाडि नै म त त्यही कुरा गर्नु आएको थियो। दाजुले राम्रो भन्नुभयो। मेरो पनि त छोराको बिहा गर्ने उमेर भयो, बाइक छ, यत्रो जग्गा जमिन छ, त्यसैको त हो। अब खोइ यसको के छ विचार। छोटा सा मेरा जहां है। तर तपाईँको छोराले गाडी घोडा बाइकहरू एकदम स्पिड कुदाउँछ अरे, त्यही भएर मलाई चाहिँ एकदमै टेन्सन लागिरहेको छ। तपाईँ त्यस्तो टेन्सन नलिनुहोस्। तपाईँको छोरीसँग बिहा गर्नु पायो भने म आरामले कुदाउँछु। ल हस् त, यति भन्दै म अहिले बिदाबारी लिनु पर्यो। आउने हप्तातिर यसो पण्डितजीलाई हेराएर लगन जुरेरी लगन लिएर आउँछु नि है। ल हस्। हस् त, ल हुन्छ। छोरा जा अङ्कललाई म तल स्टेसनसम्म छोडेर आइज। अङ्कल के रिक्स छ तपाईँलाई?